गान्धीज्यू हाम्रो नेपालको नेताहरूलाई पनि अलि ज्ञान दिन पर्यो। त्यही छिमेकी भएर नेपालको नेतालाई चाहिँ किन कुबुद्धि दियो। थुप्रै खानेकुराको स्थलहरू रहेछ। हेलो वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ आज चाहिँ होइन खासमा चाहिँ कहाँ हिँडेको थाहा नै छैन, तर घुम्न पार्कतिर जाऊँ भनेर पार्कतिर घुम्न आइरहेछौँ। त्यो खिमेतिरको पार्क हो। अस्ति फुल हुँदाखेरि चाहिँ यो दामी थियो, फुल हुँदा छुट्टी भएन, आउनु पाइएन। आज चाहिँ त्यत्तिकै घुम्ने प्लानै बिना आइरहेछ। लाग्दै हुनुहुन्छ पछाडि सकिँदै, अनि म यहाँ छु त्यता हामी ताल्दैछ। यो सबै कुराहरू देखेको पछि चाहिँ मलाई फेरि यसो भिडियो बनाइदिनु मन लागेको छ। फोटो खिच्ने होला नि त यहाँ त। म त हामी खिचिदिन्छु नि त यार, किन लजाउनुहुन्छ यार। होइन कि त यो सबै देखेपछि चाहिँ भिडियो बनाइदिन्छ जस्तो लाग्यो। म फेरि फोटो खिचिदिन्छु पक्नु। कस्तो यो तालहरू देखेपछि चाहिँ मलाई थाहा नै थिएन, आएकै थिएन यहाँको यहीँ पनि। अब चाहिँ एक दुई सर्ट फोटो हानिदिन्छु दाइहरूको, अनि त्यहाँदेखि भिडियोमा भेट्यौँ है। फोटो सोटो खिचेर पनि है। मास्क पनि खोल्दिन पऱ्यो यार, के लगाइराख्नु है मास्क पनि। कपडा देखाउनु मिल्ने नै छ। बल्छी हालौँ दाइ म्यागा। माछा हेर्न सक्नुहुन्छ। चिरिप्प झोल लाएर आउँदा बुढा माछा देख्दा पनि माछाको झोल सक्नुहुन्छ न बुढा। दामी हुन्थ्यो कि यसलाई नतारिकन सट्ट सट्ट झोल बनाएर खोइ त नि अस्तिको हप्ता तर मेरो त काम थियो यार, तपाईँहरू त आउनु पर्थ्यो नि त नि। अरू ग्रुप आएको थियो, हामी नआएको। म त उयोहरू देखिरहेको थिएँ, सबैजना स्टोरी कता गएछन् भने यहीँ पो रहेछ। हामी त त्यो दिन जिम्लेमै बसेको। के गर्नुभयो बसेर? मेरो फोनको सब चिज फेर्नेवाला भएको छ यार। के दाइ ए मोदी पनि रहेछ त। ए मोदी रे महात्मा गान्धी रहेछ। Yeah, the experiment making of the Mahatma. यहाँ चाहिँ महात्मा गान्धीको पुरा फोटोहरू। सत्य की खोज करने से पहले हमें धूल के समान विनम्र बन जाना चाहिए। यहाँ चाहिँ महात्मा गान्धीको बायोग्राफीहरू पनि रहेछ। अनि त्यहाँ चाहिँ स्ट्याचु पनि रहेछ है। व्यक्ति अपने विचार से निर्मित प्राणी है, वो जो सोचता है वही बन जाता है। इंडिपेंडेंट मोमेंट। ल महात्मा गान्धीको बाणीहरू पढौँ न त। यहाँ चाहिँ स्ट्याचु रहेछ। गान्धीकै स्ट्याचु रहेछ है।
स्ट्याचु रहेछ यहाँ चाहिँ गान्धीको। तर मलाई थाहा थिएन यार यहाँनिर यस्तोहरू छ भन्ने। चाइनामा चाहिँ देखेको थिएँ भ्रिकुटीको यो स्ट्याचुहरू। भिरकुटी हाम्रो नेपाली नै हो नि। गान्धीज्यू हाम्रो नेपालको नेताहरूलाई पनि अलि ज्ञान दिन पर्यो यार। त्यही छिमेकी भएर नेपालको नेतालाई चाहिँ किन कुबुद्धि दिएर पठाएको होला यार। अनि यहाँ कोरियालाई चाहिँ ज्ञान दिने यार। ज्ञान दिने हाम्रो नेतालाई चाहिँ नदिने, ज्ञान दिन पर्यो हाम्रो नेतालाई पनि। गान्धीज्यू यता चाहिँ धनी बनाउने यार। भएन गान्धीज्यू यो त नेताहरूलाई पनि घुमघाम चाहिँ चलिरहेकै छ है। फेरि यहीँ तिलक दादाको फोटो खिचिदिनु पऱ्यो रे। हानिदिइहाल्ने हो नि फोटो त। ओके ओके। ल मैले खिच्नै नपाई बाङ्गिनै कुदिहालेँ। ओके ओके। ल अझ फुलहरू हेर्न सक्नुहुन्छ है। त दामी के फुल रे दाइ यो? दाइ के फुल रे यो? हजुर सुलिप फुलको नाम चाहिँ थाहा पाइनँ यार मैले। तर रङको छ आर्टिफिसियल जस्तो छ। त्यहाँ अर्कै रङ, त्यहाँ सेतो, त्यहाँ पहेँलो। के हो यो? के रङ हो? यहाँ पहेँलो। यो कुन रङ हो दाइ? पहेँलो रातो होला यो। त्यहाँ बैजनी र अफिमको फुल जस्तो। हामी चाहिँ उता गान्धीको स्ट्याचुहरूतिर घुमेर पनि यता मेलातिर आयौँ है। यहाँ चाहिँ खै यो स्ट्रिट फुडको मेला होला है। पुरै खानेकुराहरूको इन्स्टलहरू मात्रै थियो। तर बाहिर ब्याकग्राउन्ड चाहिँ पुरै कोरियन म्युजिक बजिरहेको हुनाले कपिराइट लाग्छ भनेर मैले यो सबै रिमुभ गरेछु साउन्ड चाहिँ। पुरै खानेकुराको इन्स्टलहरू रहेछ। माकल्ली हान्ने हो त माकल्ली। अन्त सबले माकल्ली हानिरहेछ। माथिसम्मै नै रहेछ त न। ल अब चाहिँ सकिएछ है बजार चाहिँ। यता चाहिँ छैन इन्स्टलहरू पनि। अब बाहिरबाट पनि मैले फर्किसकेको छु। आज भ्लगै बनाउनु भनेर त बाहिर त निस्क्यो होइन है। तर यसो दाइहरूले त्यतातिर जानु नभन्यो। अस्ति फुलफुली बेला जानु पाएको भए चाहिँ राम्रो हुन्थ्यो। जान पाइएन चाहिँ ठिकै छ। आज पनि यसो भ्लग पनि कन्टिन्यू हाल्नु पाइरहेको छैन। छोटो भए पनि भ्लग बनाइयो अनि फर्किरहेको छु। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है।